हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई भिडियो। स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। अनि हिजोदेखि पानी परै छ गाइज, यस्तै पानी जम्मै छ हाम्रो घरको अगाडि। दिस इज माई ओल्ड हाउस। अनि अहिले चाहिँ बजिरहेको छ समथिङ 9 होइन। अब म खाना खान जान्छु। म खाना खान जान्छु गाइज होइन। अनि के छ हजुरहरूको घरतिर पानी परिरहेको छ कि नै गाइज होइन। पानी परिरहेको छ, देखेको छैन तर क्यामेरामा। आजको खानामा चाहिँ छ भात अनि आलुको तरकारी अनि यो चाहिँ हिजोको बचेको मासु। होइन, घाम आइसक्यो, कस्तो राम्रो घाम देखेको हो। अनि मेरो मम्मीले चाहिँ कपडा धोइराख्नुपर्छ, त्यसपछि मेरो पालो आउँछ गाइस। सो गाइस, यस्तो राम्रो घाम आइसकेछ होइन आज। अब मम्मीले कपडा धोइराख्नुपर्छ, त्यसपछि मेरो पालो आउँछ। अब म चाहिँ बाख्रा धेरै कराएँ, बिहा बिहा गरेँ। अब म बाख्रा निकाल्न जानलाई छु होइन गाइसहरू। म बाख्रा निकाल्न जानलाई कस्तो राम्रो काम भयो। बाख्रा बाहिर निकालिसक्यो होइन। अनि यो कालो बाख्राले चाहिँ त्यसलाई खानै दिइरहेको छैन क्या, हानिरहेछ। अनि पानी परेर यस्तो पानी जमेर त्यो यता पनि आइरहेको छैन। अनि यो बाख्रीको पाठो यहाँ मेरो पछाडि यहाँ चम्किरहेछ मसँग। यो मेरो कपडा छन् होइन, यति छन्, आइरहनु कति छन्, 4-5 जोर होला होइन। अनि यो चाहिँ हिजो अस्ति के भन्छ मसुरो काटे बेला यो लगाएको कपडा हुन्। अनि एउटा दुईटा प्यान्ट पनि छ। फर्स्ट जा, म अब धुन जान लागिसकेँ गाइस। अब म धुन्छु कपडा धुन्छु। यो बाटामा धुने मैले कपडा धोएर पनि सुकाइसकेँ। यहाँको वेदर चाहिँ ओ माई गॉड कस्तो राम्रो देखेछ होइन। बट बेसरी घाम लागेको छ बिकज हिजो पानी परिदियो नि त, त्यही भएर आज चाहिँ बहुत चर्को घाम छ। सो अब चाहिँ म जान्छु। मम्मीले चाहिँ उता तल कपडा सुकाउनुपर्छ। अब दिदीको पालो छ धुने होइन। सबैले आज कपडा अघि नै मैले कपडा धुने बेला चर्को घाम लाग्थ्यो, अहिले फेरि बादल लागेको। सो अब म घाँस काट्न जान लाग्छु। घाँस पनि भ्याइएछ। अब एक बोरा काटेर ल्याएँ भने भोलिको लागि हुन्छ। मैले मेरो बहिनीलाई पनि बोलाएँ होइन, बोरा दिएर हिँड त पनि भने उसले मानिन के। अनि देख्न सक्नुहुन्छ पुरै बादल लाग्छ अहिले, घाम केही देखेको छैन। अघि नै घाम देखेर कपडा धोएँ मैले, मम्मीले सबैले धुवाउँछ हामीले कपडा। अब त्यो आइरन सुक्ने हो कि नै, मेरो त अलिक पातलो पातलो छन्, सुकिहाल्छ सायद। अनि पुरै कालो बादल लागेको कि म देखाउँछु है वेदर। यस्तो सफा पानी पर्ला जस्तो, पहाड पनि कस्तो राम्रो देखेको के। पछाडि कुकुर आइरहेछ, त्यहाँ मान्छेहरूले पनि घाँस काटिरहेछन्। आइरहनु त्यो छ कि न, अस्ति मैले काटेको ठाउँ जान लाग्छु। अब हेरौँ छ कि नै। सो गाइस, मैले होइन एक बोरा काटिसकेँ। अनि एक्स्ट्रा पनि मैले काटेछु कि त्यहाँनिर। अनि यता पनि छ थोरै, मैले एक्स्ट्रा पनि काटेँ। बहिनीलाई फोन गरेर बोलाएँ, त्यो आयो नि। अब म यो लिएर जानुपर्छ अनि फेरि अब फर्केर आउँछु यो लिन। कस्तो झ्याउ मात्रै गरा यार, फोन गरेर बोलाउँदा पनि आएन कि। पानी थोपा छिटो हान्न लाग्यो। अब जान्छु म छिटो गएर फेरि फर्केर आउनुपर्छ। एक बोरा यहाँ छ, आइरहनु त्यो कति हुन्छ बिकज मसँग बोरा छैन। बोरा भइदियो अहिले भरि लग्न हुन्थ्यो। अब हाँसी चाहिँ लग्छु आफूसँगै, नत्र चोरिदिन्छ नि त। सो अब म गएको छिटो गएर छिटो आउँछु। सो गाइज, अहिले चाहिँ साँझ परिसकेको छ होइन। अनि मेरो बहिनीहरू यहाँ यिनीहरू सपिङ गरेर आए होइन। यसको कपडा किनेर आए। सो आउने बेला यो चाउमिन पनि ल्याइदिएछन्। सो त्यही चाउमिन खाएर छु। मेरो कपडा अनि यता चाहिँ एउटा फेरि ठुसिएर बसेछु म चाउमिन खान्न भनेर। सो अब म यो चाउमिन खान्छु। सो गाइज, आजको लागि यति नै। अब भेटौँला अर्को भिडियोमा। बाई 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 बाई।